हेलो साथीहरू, आज चाहिँ म हजुरहरूसँग चिकनको रेसिपी लिएर आएकी छु। अनि यसको लागि चाहिँ थोरै चिकन लिएर मैले लागेँ कराही तताउनुतर्फ। अनि कराही तातिसकेपछि थोरै तेल राखेर त्यसमा मेथी राखेर मजाले मेथीलाई चाहिँ कालो हुने गरी फ्राएँ फर्स्टमा। त्यसपछि मासु राखेर मासुमा फेरि मैले स्वादअनुसार नुन राखेर मजाले चलाएँ र केही टाइमको लागि मासुलाई यत्तिकै छोडिदिएँ। अनि बुवाले चाहिँ भन्नुभएको मासु एकदमै रातो हुने गरेर पकाऊ है भन्नुभएको थियो। अनि त्यसैले मैले चाहिँ यसलाई यसरी फिजाएर मजाले छोडिदिएँ। हेर्नुहोस् त मासु रातो रातो हुन लाग्यो। हेर्दाखेरि पनि राम्रो देखिरहेको छ। मासु यतिको रातो भइसकेपछि चाहिँ मैले अब त्यसमा प्याज एड गरेँ। पहिला नै प्याज राख्यो भने चाहिँ प्याज डढ्छ कि फर्स्टमा नै, त्यसैले म चाहिँ मासुलाई रातो गराउँछु। अनि त्यसपछि बल्ल प्याज राखेर प्याजलाई पनि ब्राउन कलर आउन दिन्छु। अनि त्यसपछि बल्ल मैले चाहिँ बेसार राख्छु साथीहरू। कसैले चाहिँ बेसार अगाडि नै राख्नुहुन्छ। बेसार अगाडि राख्यो भने चाहिँ मलाई अलिक छिट्टो मासु डढेको जस्तो लाग्छ कि। अनि त्यसपछि चाहिँ मैले यसमा जिरा धनियाँ र लसुनको पेस्ट एकै ठाउँमा गराएर राखेको थिएँ। अनि थोरै अदुवाको पेस्ट सबैलाई एकै ठाउँमा राखेर मजाले चलाएँ। त्यसपछि चाहिँ मैले टमाटर राखेँ साथीहरू। टमाटर पनि खासै धेरै राखेको छैन मैले, किनकि मासुलाई धेरै ग्रेभी बनाउनु थिएन मलाई। आज चाहिँ मैले यत्तिकै रातो हुने गरेर फ्राई मात्रै गरेर दिने भनिरहेको थिएँ मैले बुवाको लागि। त्यसपछि चाहिँ साथीहरू अनि एउटा पिस निकालेर चाहिँ मैले टेस्ट गर्छु नुन मसलाहरू केही लाग्यो कि लागेन भनेर। र फाइनल लुक चाहिँ मेरो मासुको यस्तो भयो। थ्याङ्क यू फर वाचिङ।